हेलो साथीहरू वेलकम टु माई भिडियो फेरि पनि हजुरहरूको सामु नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ मैले के देखाउन खोज्दैछु भनेर हजुरहरूले थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको होला। आज चाहिँ म बिहानीदेखि मेरो काम के हुन्छ, डेली रुटिनमा काम मेरो के हुन्छ भनेर त्यो देखाउन गइरहेको छु। सबै कामहरू त देखाउन नसकुला है साथीहरू, जे जस्तो देखाउँछु सपोर्ट गरेर माया गरेर आदि त खेरेर साथ दिनु होला है त। अब कामतिर जाउँ है साथीहरू। यहाँ चाहिँ अब आलु बगरको टिकीको लागि आलुहरू बोइल गरेर राख्नु भएको छ। यता चाहिँ मम्मी पप्पी घिच्दै हुनुहुन्छ भेज मोमोको लागि। म चाहिँ अब मेरो कामतिर लाग्छु। यता दाइ चाहिँ फिङ्गर तर्नुको लागि सेटिङ गर्दै हुनुहुन्छ। फिङ्गर पनि तल्न सुरु गरिसक्नु भयो दाइ चाहिँ। यता हामी चाहिँ सिलिन्डर नपाएको कारणले गर्दाखेरि लाइनबाट चाहिँ नै चलाइरहेको छु, तेलबाट बत्ती तेलबाट चलाइरहेको छु। हजुरहरूकोतिर के कस्तो छ आजकल सिलिन्डर? हाम्रोतिर त अझै पनि महँगै छ सिलिन्डर। अनि म चाहिँ मेरो कामतिर लागिसकेँ, देख्न सक्नुहुन्छ है साथीहरू। मेरो चाहिँ उठ्ने बित्तिकै काम नै चियासा पिएर अनि आलुसालु काटेर चियासा पिएर मेरो काम चाहिँ सब्जी रोल बनाउने नै हुन्छ। त्यसको सेटिङ गर्ने अनि त्यही सब्जी रोल बनाउने मेरो काम नै त्यही नै हुन्छ। हाम्रो त्यति धेरै सामानहरू पनि रोलहरू बनाउनु पर्दैन अनि जे जति हुन्छ त्यो काम चाहिँ मेरो नै हुन्छ सब्जी रोल बनाउनका लागि। त्यही भएर म यता पत्ताकोपीहरू चपिङ गर्दैछु अनि शिमला मिर्चहरू पनि चपिङ गर्नुपर्छ। अनि त्यसको सब्जी रोलको लागि चाहिँ मसला बनाउने अनि गोलसोल हान्ने चाहिँ काम मेरै हुन्छ। अनि त्यसको लागि तयारी गर्दैछु है। म चाहिँ यता पेस्टहरू पकाउँदै मसलाको लागि रोलको लागि पेस्ट पकाउँदै अनि उता चाहिँ चपिङ गर्दैछु पत्ताकोपीहरू। अनि मेरो काम चाहिँ डेली काम यही नै हो है साथीहरू। अनि सब्जी रोल बनाइसकेपछि मोमो बनाउने अनि चटनी प्याकिङ गर्ने, त्यति नै हो मेरो काम चाहिँ। जे जति देखाउँछु सपोर्ट गरेर हेर्नु होला है। एकदमै काम बिजी भएको हुन्छौँ हामी चाहिँ। बिहानमा लगभग 2 या 3 बजी चाहिँ हामी चाहिँ काममै बिजी हुन्छौँ। 3 बजी त काममै 3 बजीसम्म त काममै बिजी हुन्छौँ। त्यसपछि हामी खाली नै हो। सामानहरू घरमा छोडिएको यताउति सामानहरू पुऱ्याइदिने काम मात्रै हुन्छ। त्यसपछि आएर खाली नै हुन्छौँ। अनि फेरि साँझमा फेरि आफ्नै काम हुन्छ, फेरि खाना पकाउने, कसैले भाँडा मार्ने, त्यो आफ्नै काम हुन्छ। अनि अहिले चाहिँ म सब्जी रोलको लागि सेटिङ गर्दैछु है साथीहरू। अब रोल बनाउनको लागि तयारी गर्दैछु। यता चाहिँ मेरो बुढा चाहिँ बर्गरको टिक्कीको लागि टिक्की बनाउँदै हुनुहुन्छ। सबै आफ्नो आफ्नो काममा व्यस्तता छौँ। हामी चाहिँ आफ्नो आफ्नो काम गर्दैछौँ। यता चाहिँ भेज मोमोको लागि मसला चाहिँ तयार भइसक्यो। मैले चाहिँ रोलको लागि घोल पनि हानिसकेँ, किनकि घोल हानेको मैले चाहिँ भिडियो गरिनँ, गर्न पाइनँ किनभने काममा बिजी भएको कारणले गर्दा बिर्सिएछ है साथीहरू। त्यसको लागि सरी, इग्नोर गरिदिनु होला है। जे जस्तो छ माया गरेर सपोर्ट गरेर हेरिदिनु होला। अनि म चाहिँ रोल बनाउनको लागि अब टेबलहरू साफसुफ गरेर तयारी गर्न थालिसकेँ। अनि मसला बनाएर घोलसोल हानेर तयार पनि गरिसकेँ। अब म चाहिँ रोल बनाउन सुरु गर्छु है साथीहरू। अनि यो रोल बनाउनका लागि पनि गर्मीमा पनि एकदमै गाह्रो हुन्छ कि है साथीहरू। अझै भर्खरै सिक्दाखेरि त झन् एकदमै गाह्रो हुन्छ। तातो तातो भाफले पोल्छ, गर्मीमा त एकदमै गाह्रो हुन्छ है साथीहरू काम गर्नका लागि। एकदम सजिलो भन्ने कुरा के पनि हुँदैन, जे कुरा पनि गाह्रै हुन्छ, तर काम त गर्नु पर्यो है साथीहरू। अनि मलाई चाहिँ सुरुमा सिक्दा चाहिँ एकदमै गाह्रो हुन्थ्यो, पोल्थ्यो। आजभोलि चाहिँ त्यस्तो के पनि हुँदैन, म आरामसित गर्छु। मलाई त्यस्तो केही हुँदैन रोल बनाउनका लागि। रोल बनाउन सक्ने रोल बनाउनका लागि को कसलाई दुःख लाग्छ र को कसलाई आउँछ त्यो पनि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला है त साथीहरू। अनि म चाहिँ यता बनाउँदैछु, उता चाहिँ दाइ पनि आफ्नो काम गर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ पारि। अनि हामी सबै आफ्नो आफ्नो काममा बिजी हुन्छौँ। बाबा आफ्नै काममा बिजी हुनुहुन्छ, भाउजू आफ्नै काममा बिजी हुनुहुन्छ, अनि म पनि आफ्नै काममा बिजी हुन्छु, बुढा पनि आफ्नै काममा, मम्मी पनि आफ्नै काममा। हामी चाहिँ सब आफ्नो आफ्नो काममा बिजी हुन्छौँ कि। अनि काम पनि गर्नु पर्यो है साथीहरू। त्यही भएर व्यस्तता बिजी भएकै राम्रो है। अनि खाली बसेर पनि के गर्नु छ र, आजकलको जमानामा पैसा बाहेकहरू केही पनि हुँदैन। पैसा छ त सबै छ भन्ने हुन्छ है। त्यसैले पैसा कमाउनुको लागि काम गर्नु पर्यो है साथीहरू। अनि हामी चाहिँ त्यही हो, म चाहिँ रोल बनाउँदैछु। अनि
यता दाइ पनि फिङ्गरहरू चल्दै हुनुहुन्छ अनि भित्र चाहिँ मम्मीहरू मोमो बनाउँदै हुनुहुन्थ्यो अनि अनि के साथीहरू मेरो अरू अरू भिडियोमा पनि एकदमै माया गरेर हेरिदिनु भएको छ है सपोर्ट पनि गरिदिनु भएको छ अनि यो भ्लगहरूमा पनि अनि मेरो कमेडी भिडियोहरूमा पनि एकदमै माया गरेर सपोर्ट गरेर हेरिदिनु होला अनि सक्दो सेयर गर्नु होला अनि मेरो बोलीमा यदि कमी कमजोरी छ भने म के गलत बोलेको छु भने कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला यस्तो गर उस्तो गर भनेर केही सन्देश दिनु होला म चाहिँ सुधार्ने कोसिस गर्नेछु है साथीहरू यस्तो गर्दा राम्रो हुन्छ भनेर भन्ने पनि कोसिस गर्नेछु है साथीहरू त्यही भएर अनि म चाहिँ भ्लगहरू पनि रेगुलर ल्याउँछु भन्ने त हुन्छ कि है साथीहरू तर एउटै काम हुन्छ डेली एउटै काम हुन्छ त्यही भएर एउटै कामहरू पनि कति देखाउनु भन्ने हुन्छ कि है साथीहरू त्यही भएर म चाहिँ भ्लगहरू गर्दिनँ त्यही भएर चाहिँ यति गरेको छु माया र सपोर्ट गरेर हेरिदिनु होला अनि म चाहिँ सबै रोल बनाइसकेर चाहिँ यता मोमोज बनाउन आइसकेँ साथीहरू अनि हामी नास्ता सास्ता खाएर चाहिँ मोमोज बनाउन थाल्यौँ अनि मोमोसम्म बनाइसकेर चाहिँ चटनी प्याक गर्ने काम हुन्छ अनि एकजना चटनी प्याक गर्ने एकजना चाहिँ झाडु पोछा गर्ने हामी घरमा लेडिज मात्रै हुन्छौँ साँझमा चाहिँ अब बाबा दाइ बुढा चाहिँ अब रेडीमै जानुहुन्छ अनि घरमा चाहिँ मम्मी म बाउजू मात्रै हुन्छौँ त्यही भएर एकजना भाँडा मान्ने एकजना खाना किचन साफ गर्ने झाडु पोछा गर्ने अनि एकजना चाहिँ चटनी प्याक गर्नेमै हुन्छौँ अनि त्यही भएर हाम्रो काम चाहिँ यति नै हो है साथीहरू अनि म चाहिँ आजको भिडियोमा चाहिँ चटनी प्याकिङ गरेको झाडु पोछा गरेको चाहिँ यताउति देखाउनु पाइनँ किनभने मैले काम गर्दा गर्दा व्यस्ततामा बिर्सिएछु है साथीहरू भिडियो गर्नका लागि किनकि म भिडियो रेगुलर पनि गर्दिनँ याद दिनका लागि अनि म चाहिँ एकदमै हामी चाहिँ काममा बिजी भएको हुन्छौँ अनि सामानहरू डेलिभरी बनाउनुपर्छ अनि त्यही भएर एकदमै कामको लोडिङ हुन्छ अनि त्यही भएर हतार हतारमा गर्नुपर्ने हुन्छ किनकि सामान अलिक छिटो लानुपर्ने हुन्छ सामान बेच्नुको लागि त्यही भएर हतार हतार भएको हुन्छ त्यही भएर रेगुलर भिडियो बनाउनु पनि पाउँदैन अनि एउटै काम हुन्छ एउटै चिजहरू एउटै सामानहरू देखिराख्दा पनि त बोर हुन्छ नि साथीहरू त्यही भएर के भिडियो गर्नु भन्ने हुन्छ त्यही भएर म रेगुलर भ्लगहरू पनि ल्याउँदिनँ के नयाँ चिज छ भने केही नयाँ चिज गर्ने जस्तो छ भने अनि त्यस्तो चाहिँ भिडियो गर्छु नत्र गर्दिनँ अनि आज चाहिँ म चटनी गरेको अनि झालपुजा गरेको चाहिँ देखाउन पाइनँ त्यसको लागि सरी अनि मेरो भिडियोमा के कमी कमजोरी छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ अनि मलाई भन्न सक्नुहुन्छ म चाहिँ के गर्दा राम्रो हुन्छ के सुधार्दा राम्रो हुन्छ है साथीहरू मेरो भिडियोलाई एकदमै सपोर्ट गरेर माया गरेर हेरिदिनु होला है त साथीहरू अनि त्यही हो साथीहरू आजको काम चाहिँ यति नै हो जे जस्तो देखाएको छु माया गरेर हेरिदिनु होला अनि मेरो भिडियोहरूलाई पनि माया र सपोर्ट गरिदिनु होला है साथीहरू यहाँ चाहिँ मैले बनाएको मोमो भन्दै देखाउँदैछु है साथीहरू डिजाइन त त्यति राम्रो हुँदैन त्यही पनि देखाउँदैछु है साथीहरू माया र सपोर्ट गरेर हेरिदिनु होला आजको भिडियो चाहिँ यति नै आजको काम मैले यति नै भिडियो गर्न पाएँ है साथीहरू आजको भिडियो यति नै थ्याङ्क यू फर वाचिङ साथीहरू बाई